यस्तो स्याल छ कि बाहुनको छोरो त हो। ल अब हामी लगभग डेस्टिनेसनमा आइपुगे। हाम्रो सुरज भाइको रुम आइपुग्यो। गदा भाइ अब नजिक 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 त दाइले फेरि के बोली पठाउँछ हो बिजोस् यार भिडियो बनाउन पनि यार त गाह्रो छ हामीलाई यार। होइन उसले त्यो के सुन्यो तिमीले थाहा छैन तर उसले तर मैले अर्कै सुनेँ मैले मलाई पनि त्यो शङ्का चाहिँ लागेको थियो। मैले अर्कै सुनेँ हाँसेल भाइ भाइको घर आइपुग्यो यहाँ। कस्तो ठाउँमा बसेको छ हेर न कस्तो पुरी नजिकै छ अब धेरै छैन ठिकै छ। यस्तै छ साउदी अरबको बस्ने यस्तो ठाउँमा बस्नु परेको छ है। केही छैन त यो एरियामा त यार न घर छ न केही छ। रुम चाहिँ कस्तो छ राम्रो छ ठिक छ हो र कन्टेनर राम्रो छैन र कसले भने मेरो रुममा आउनु न तपाईँको त राम्रो छ नि है कन्टेनर हो भने त कन्टेनर जस्तै छ कन्टेनर हो कन्टेनर हो छैन कन्टेनर हो भाइ जस्तै होइन तिमीले अस्ति झोला निकालेको कन्टेनर त त्यो भाइको रुम पुगेपछि चाहिँ हामी देखाउँछ त्यहाँ भाइ कस्तो ठाउँमा बस्दो रहेछ हाम्रो रहेछ कि कस्तो रहेछ है। दाइहरू दुईजना अगाडि छ गाउँले दाजु हुनुहुन्छ आर्मी दाइसँग पनि साउदी आएपछि भेट भयो चिन्जान भयो धेरै लाउनुपर्छ सँगै हिँड्दै ठोक्दै हिँडेँ तर चिन्जान भएन। त मैले एक दिन एउटा टी सर्ट लगाएको थिएँ त्यसले गर्दा हामी चिन्जान भएको होइन दाइ। ताप्लेजुङको टी सर्ट लगाएको थिएँ मैले ताप्लेजुङ काठमाडौँ सम्पर्कमा हुन्छ कि सरकार केन्द्रको के को लगाएको थिएँ दाइले त अनि त्यहाँबाट चिनेको नत्र हामी बोल्दै हाम्रो त मैले चिनेको थिइनँ यो भाइ च्याङ गरिरहन्छ गेम खेल्ने दिनमा पनि त्यहाँ के होला भने पछि हेरेको त ताप्लेजुङ सरोकार केन्द्रको चाहिँ टी सर्ट लगाइरहेको छ। त्यो टी सर्टले गर्दा हाम्रो भेटघाट बचिन्छ त्यही त नत्र हामी को कहाँको भन्ने कुरा थाहै थिएन। तर त्यो टी सर्टहरू पनि लगाएर हिँड्नु पर्ने रहेछ कि एउटा मौलिकता झल्काउने होइन समाजको इन्ट्रोडक्सन दिने खालको। अब अघि त्यही टेलर ड्राइभरले पनि त हाँसेर गयो भन्नुहुन्छ दाइ टोपी लगाएको हिसाबले टोपीहरू आइडेन्टिटी हो दाइले टोपी लगाउनु भएको छ त्यही भएर यस्तो कुराहरूलाई रहेछ हाम्राको परल भन्ने यसलाई हाम्राको परल यहाँको यो पर्छ बाटो गाह्रो छ साउदीमा। यस्तो ठाउँमा बस्नु परेछ पैसा कमाउनु परेछ नेपाल सरकारलाई पाल्नु परेछ गाह्रो छ। यता त किनेर खानु पनि महँगो होला झन् उता त आफैले हो कहाँ जान्छ त सपिङ गर्न महिनामा जान्छ महिनामा तरकारी भेट्छ बकाला छ बकालाहरू मजराहरू सबै आउँछ अलि महँगो पर्ला तर महँगो पर्छ महँगो कति महँगो हो साउदीमा त यार साउदीमा महँगी अनुसार स्यालेरीहरू त्यो बढ्दैन। चामलको यता उता 4,000 हाल्यो राम्रो चामलको यता 85 त अब कसो त्यही हो उहाँ पनि 80 पर्छ नि 4 रुपियाँ 5 रियल धेरै नेपालमा भन्दा महँगो होला नि त यहाँ कन्भर्ट गर्न थाल्यो भने भाइ नेपाल र यहाँको कन्भर्ट गर्न थाल्यो भने कुनै पनि सामान किन्न पनि सकिन्न र खाना पनि सकिन्न। त्यो दिन दाइ अर्को बाटो छिरेको नि त्यो सिधा बाटो त्यो बाटो त नजिकै छ यो बाटो त्यही बाटो लिँदा त हुन्थ्यो नि हामीले त अगाडिबाट घुम भनेको त्यो गुगल म्यापले कता दियो जता दियो मैले त्यो अगाडि छ क्या त्यो जाने त्यो पर सानो बाटो अनि अघि भन्नु पर्दैन त त्यो यता आउँछ क्या त्यहाँ त्यो म्यापमा त त्यस्तै भनिरहेको अब छ यहाँ टर्न लिनुपर्छ अगाडि टर्नै भनिरहेको छ। अब आइपुग्यो 10-15 किलोमिटर 10 किलोमिटर जति छ 10 किलोमिटर 10 किलोमिटरभित्र के देखिन्छ हामी त खै साउदी अरबमा केही नै न घर छ न के छ। त उतै जानुपर्छ त्यो महिनामा पैसा निकाल्न हलासँग केटाहरू के भएछ यसपालि अनि तिमीहरूको ब्याङ्क कार्डहरू के छ टेलिमनीको कार्ड छ टेलिमनीको छ नि त टेलिमनी पैसा आउँछ त्यहीबाट पठाइदिने यही मोबाइलबाट पठाइदिन्छु त्यही त भने त निकाल्न जानै परेन नि सपिङ गर्दा त्यसैको
अझै टेलिमनीको होइन अर्को कुनै पनि अलराजीहरूको अलराजीको पनि छ हो त्यो अलराजीको दिएको छ होइन अलराजीको त अनलाइन सिस्टम छैन रे हो छ नि किन छैन भने त हाम्रो त नि हाम्रो पनि अलराजीको दिएको छ अहिले दिमाग खराब भयो हो र अलराजीको राम्रो नि खोइ तिम्रो कार्ड ल्याउ त हेरौँ कार्ड मेरो आएकै छैन अलराजीको राम्रो हो त्यो तिमीहरूको स्यालेरी कार्ड दिएको छ फेरि सापको त्यो राम्रो छैन त्यो सापको थियो मेरो त सापको ऊ भएको कति महिना भयो अझै स्यालेरी दिएको कार्ड छैन त्यो स्यालेरी कार्ड सबभन्दा डेन्जर हो एउटाबाट दुईचोटि मिस्टेक भयो भने त्यो सक्यो के सकियो त्यो आउनलाई फेरि आउनलाई 3 महिना लाग्छ मेरो 4 यही महिना टर्निङ हो त यही टर्निङ हो यही हो In 600 अगाडि meters, जानु keep पर्छ right. यही टर्निङ हो कुन चाहिँ टर्निङ राइट कि लेफ्ट Head north. अनि अहिले अलराजी दिएको छ हाम्रो अलराजी राम्रो हुन्छ। मेरो चाहिँ फेरि आएको छैन अरू केटाहरूको आइसक्यो मेरो अनलाइन चाहिँ पनि हुन्छ अलराजी सबभन्दा ट्रान्जेक्सन तिमीले मलाई पैसासम्म ट्रान्सफर गर न भन्दा हुन्छ त्यो तिमीहरूको स्यालेरी कार्ड छ सापको सबभन्दा हरामी कार्ड त्यो कामै छैन त्यो मेरो 4 महिना 5 महिना भयो कार्ड नआएको त्यो हो त्यो भएपछि त्यो कामै छैन In अलराजी 400 meters, हो keep अनि right. यही बाटो नै अलराजी पनि सेलरी कार्डै हो क्या दिएको होइन सेलरी सेलरी कार्डै हो अनलाइन अर्को निकाल्न पनि मिल्छ क्या मिल्दैन भने त केटाहरूले किन नमिल्नु तिमीहरू त्यो अलराजी ब्याङ्कमा गएर कार्ड ल्याऊ र एउटा चिठी ल्याऊ होइन यसमा मलाई स्यालेरी हाल्ने उसले चिठी लेखिदिन्छ तिमीले त्यो त गरिहाल्नु पर्ने बरु चिठी लेखिदिन्छ मलाई चाहिँ उसले ब्याङ्कले चिठी लेखिदिन्छ यसमा स्यालेरी हाल्नु भनेर ल्याएर एडमिनमा दिने त्यसमा हालिदिन्छ स्यालेरी ऊ गर्ने त्यो स्यालेरी कार्ड नलिने त्यो अर्को के अरे स्यालेरी कार्ड अलराजीको पनि स्यालेरी Slight right. त्यही भएर केटाहरू पनि रिसाइरहेको छ यो पहिलाकै राम्रो थियो किन चेन्ज भाइहरूको गरेको अलराजी कार्ड त बेकारको रहेछ त्यो अलराजीको होइन अलराजीको अलराजीको कार्ड आएको छैन काम छैन त्यस्तो कामै नदिने कार्ड Continue for Yes. 7 kilometers. तिमीहरू आफै गर त्यो गरेर अलराजीको ल्याउँछ भने यो खालको लिनु है भिसा कार्ड भिसा कार्ड भिसा कार्ड माधा भनेपछि त छोड्दैन अनि कार्डको त सापको यो हो भने तिमीहरूको अर्को हो अर्को हाम्रो यो हो भिसा हो नि त यो हाम्रो सेलरी माधा कार्ड भिसा तपाईँको तिम्रो भिसा हो। त्यो भिसा स्यालेरी कार्ड त्यस्तो कामै छैन त्यो काम छैन त्यही भएर त नि यस्तो झुलागी कम्पनीले अहिले के गर्न थाल्यो अब यी हाम्रो त्यो अघि फोन गरेको थियो नि गोपाल भन्नेले दाइ यसमा पैसा डिपोजिट गरिदिनु भनेको थियो यसले आफैले खोलेको आफैले खोल्दा पनि हुन्छ हुन्छ आफैले खोल्दा यो आफैले उसैले अनलाइन खोलेको अनि आफैले खोलेर यसैमा कारोबार गर्दा नि हुन्छ त्यो यता वरपर घुमाउनै पाइएन अनि सब ल्याएर अनि टेलिमनीमा लाइनमा बसेर गरेर त्यो के काम र अहिलेको जमाना त्यही त भनेको के गर्न लागेको खै थाहै छैन म त साँच्चै भन्यो भने अहिलेसम्म त्यो के अरे लाइन बसेर पैसा जब कहिले खातामा पैसा भयो भने त्यसो गरेर जाने हो नत्र कहिले पनि जान्छ ल हाम्रो आजको यात्रा के कस्तो भयो सुरज यात्रा हाम्रो कति 3 घन्टाको 2 बजी 2 घन्टा कि 3 घन्टा लगभग 2.5 घन्टा पाउने 3 घन्टा पौने 3 घन्टा पौने 3 घन्टाको यात्रा 2 बज्यो अब 3 4 5 सकियो हामी फन पनि घुमियो भने पनि अब 5 बजी मात्रै 5 5:30 बजी मात्रै पुग्छौँ आजको यात्रामा भनेको हामीले घर बन्ने मैले देख्न पाइनँ सबै यस्तै हो अझै 2 आदमी अलहासातिर जानुपर्छ अलहासाको बाटो दमामको बाटो भन्दा पनि 2 आदमीतिर जानुपर्छ भाइ यस्तो बाटो त काहीँ पनि देखिँदैन खालि उठ अझै योभन्दा अलिकति चाहिँ देखिन्छ आज न उता उता छ उठको यता उता अलसातिर। त्यो अलहासाको बाटोमा पनि छ यता 2 आदमी जाने बाटोमा पनि हो आजको 2.5 घन्टा 3 घन्टाको यात्रामा चाहिँ यस्तै मात्रै देखियो घरै छैन के हो पर गाह्रो रहेछ यस्तो ठाउँमा बसेको कतार छ तर उनीहरू बसेको देख्दा त हामी त स्वर्गमै छ है त्यही हिसाबले एकचोटि अलासा के अरे अल्कासिम गएको मलाई आँसु आएको छ अरे केटाहरू ऊ त हो त्यहाँबाट बाटो छ नि अघि हामी आएको यही हो त यहाँबाट भित्र छ होला होइन त्यतैबाट जानु पर्ला है भन्नु त भन्दिकै नि सजिलो पर्छ यहाँनिर चाहिँ पेट्रोल पम्प यहीँ हो तिमी बस्ने ए आइसक्यो लगभग पछि यो पेट्रोल पम्प हो यहाँ रहेछ यहाँ एटिएम यही हो त। केही छैन है त्यहाँ यही घुमा यहाँबाट जाँदा पुग्छ त पर अघि हामी आएको ठाउँमा यहाँदेखि उता हो Southwest. ल है उसको घर यताबाट जाने होइन भाइ त्यो हिजो त यही बाटो गएको नि त त्यो Your अस्ति destination will be on the right. टिममा के छ तिम्रो भने ठिकै छ दाइ अब के भनौँ के
के छ यहाँ यहाँ आएर खाना केही मन लागेको छ भनेदेखि भन छैन यहाँ दोकान छ ठन्डा छैन अहिले खुला हुँदैन खुल्लै छ दोकान के खाने भनेदेखि भन हामी चाहिँ होइन होइन त चिसो खाँदैन चिसो खाएर जाउँ। चिसो उतै भेट्छ कहाँ भेट्छ? सबै खाना अब भेट्छ तर हामीले भेट्नुहुँदैन नि यहाँ आइसकेपछि कति पर्दो रहेछ एउटा पेप्सीलाई होइन त सोध्दैन त नि के कसो यहाँको टेस्ट कस्तो टेस्ट कस्तो रहेछ यो रियादभन्दा बाहिरको ए दाइ त्यो यहाँ चाहिँ एउटा लोकेसन पठाउँ खानु पर्ने यार हो कि होइन यसो एक्सपेरिमेन्ट लिउँ न त होइन यहाँको होइन झन् सबैजना झर्नु त दाइ जरौँ न यहाँको एक्सपेरिमेन्ट लिउँ न हामी पनि यस्तो ठाउँमा आइपुग्यो हामी दाइ ननिस्किने दाइहरू आएन यहाँ कति महँगो पर्छ रहेछ सोध्दै यहाँ पकाला त ठुलै रहेछ के खाने त हामी पढे सर के खाने हामी के खानु ल म चाहिँ जे भन्दा पनि हुन्छ भाइहरूको चोइसमा म पनि पर्छ त्यसैमा म प्रतिबद्धता छु है के खाने सुरज के खाने त्यही भन्नु आरबी दाई के खाने तपाईँ शिव दाई खोइ आएन त शिव दाई के खाने म चाहिँ अरू म चाहिँ यो कोकोनट जुस खान्छु ए यो यहाँ कति पर्दैछ कोकोनट जुस मैले चाहिँ यो निकाल न सर के ल्याऊ न तिमी आरबी दाई के ल्याउने यहाँ के कति कति पर्छ थाहा छ त्यो मैले ल्याएको दाइ पाउँदो रहेछ यता सोध्नु न कति पर्दो रहेछ ल ल यति सामान लिएँ म यहाँ कति पर्दो रहेछ हेर है हजुर दाइहरूले पे गर्दैन रहेछ ये 4 पीस और ये ऐसा 4 पीस है यस ये 24 और ये भी आप जाए ओके हमारा और एक हमारा 24 28 ओके और 29 29 हो गया बस ओके अस्सलाम वालेकुम लो ल 29 हजुर मेरो पैकेज त्यति 29 रियल पऱ्यो मतलब कति पऱ्यो हो त्यो त कति रहेछ कति पऱ्यो दाइ 29 दुईवटा मुसी 4टा मुसी ठिकै रहेछ ए सब्जी चाहिँ महँगो अरे यो चाहिँ उतैकै प्राइस जस्तो लाग्यो है मलाई चाहिँ यो चाहिँ उतैकै प्राइस जस्तो लाग्यो यो चाहिँ दाइले दुईवटा ल्याएको छ दाइले दुईवटा ल्याएको छ यहाँको पनि एक्सपेरिमेन्ट लियो लगभग उस्तै प्राइस रहेछ है सब्जीको महँगो पर्छ सब्जी र त्यो माछा भयो सबै यो महँगो पर्छ सब्जीहरूको चाहिँ यो चाहिँ समथिङ सेम रुम चाहिँ आइपुग्यो यहाँ यस्तो ठाउँमा बस्दो रहेछ तर गाडी रहेछ त यहाँ त कन्टेनरै गाडीहरू एकदम बिहाबी ल भाइ भाइलाई अब घरमा वेलकम मैले गर्नु नमिल्ने हैन अब म पनि झर्छु म पनि झर्छु भाइ चाहिँ यस्तो ठाउँमा बस्ने कन्टेनर होइन रहेछ नि कन्टेनर ए यो चाहिँ कन्टेनर जस्तै रहेछ यस्तो ठाउँमा बस्दो रहेछ कन्टेनरै अरे यो दाइलाई फेरि यहाँ च्याप्यो अरे हाम्रो गाडी चाहिँ यहाँ छ गाडी खतरा गाडी बिआइपी गाडीमा आएछ कुन हो तिम्रो रुम यही हो भाइ चाहिँ आइपुग्यो घरमा ठ्याक्कै गेटैमा रहेछ रुम यस्तो ठाउँमा यस्तो रहेछ भाइको रुम चाहिँ यस्तोमा बस्दो रहेछ तिमी एक्लै हो चाबी हानेर ल भाइ राम्रोसँग बस्नु हामी चाहिँ लाग्छ ल अब यसो हेर्नु न यता यार बाई बाई गर्नु न यार शारदा से भाई को लेके आया हम
ल अब चाहिँ फर्किने बेला केही भिडियो अब सी यु नेक्स्ट टाइम छुट्यो हाम्रो रेलगाडी छुट्यो उता जाँदै गरेको घाँस रोपेको छ के को घाँस हो कुन घाँस हो त यो घाँस हो कि चियाबारी हो टन्नै रहेछ एरियामा यता यता पनि रहेछ नि के को घाँस हो अहिले हामी अलमराईको कुखुरा पालन यो कुखुरा फार्ममा छु है देख्दै पोल्ट्री फार्ममा अलिअलि माथि देख्छ यार गाडी यहाँबाट देख्दैछ यहाँ यो सब अलमराईको कुखुराको फार्म पोल्ट्री फार्म गाई फार्म चाहिँ कता होला दाइ यसमा चाहिँ गाई फार्म पनि हुन्छ यता चाहिँ कुन अलमराई कम्पनी यो हो डेरी फर्म हो त्यो नयाँ कम्पनी यता रहेछ अलसापी पनि यतै हो कल्सापी त कुखुराको पोल्ट्री फार्म यता माथि देखिन्छ सानो घर अलमराईको कुखुरा फार्म पोल्ट्री फार्म गाई फार्म चाहिँ गाडीमा तेल सकेर बिजोकभरि बिजोक भयो छैन ए हेर्दैन यो पेट्रोल पम्पमै रहेछ नि बदका रहेछ नि त यस्तो बिजोक बत्ती बलेपछि पनि हिँड्छ गाडी त बल्छ नि 2 लाइन मात्र छ गाडी पेट्रोल के हालत हुने हो थाहा छैन कहाँ गएर पेट्रोल पम्प पाएको छैन पर्सि भोलि त गाई फार्म चाहिँ देखिन हौ हिँडेर पुग्छ पर्सि छ बल्ल बल्ल पेट्रोल पम्प आयो यहाँ पेट्रोल पम्प छ जस्तो छ तर घुम्न दिन्छ दाइ पेट्रोलै छैन र नघुमेर के गर्नु वफी भन्ने पेट्रोल पम्पको नाम वफी हो वफी र हामी घुमेर जाँदैछौँ पेट्रोल पम्प यहाँ पेट्रोल पम्प नपाएको खोइ कतिले पुग्छ त्यति हाल्नु नि त तपाईँले अब के थाहा कति लाइन थियो हामीले गाडी हाल्दाखेरि 2 लाइन यति नै थियो फेरि उनीहरूले हालेको भन्ने यहाँ त छैन यार ल बन्द रहेछ ल बन्द पो रहेछ है 91 पेट्रोल रहेछ त बन्द हो आएपछि अन्त यहाँ नजिकैको अगाडि कति छ एउटा बाहिरमा चाहिँ पछाडि डर लागिरहेछ कहाँ गएर बस्नुपर्छ कि भन्ने पेट्रोल नपाएर फेरि फर्कियो पहिला डिजेल मात्रै छ पेट्रोल छैन है निस्किने बित्तिकै क्या अलमराई कम्पनीको पेट्रोल पम्प छैन क्या हो कम्पनी त कता कटिसक्यो अलमराई आएन आएको छैन अब हामी अलमराई कम्पनी वान अफ द बिगेस्ट जानै आइपुगेको छैन हामी होइन वान अफ द बिगेस्ट कम्पनी हो साउदी अरबको अलमराई कम्पनी भनेको दुध डेरी गाई ब्यान्स कुखुरा मुर्गी फार्म सबै छ जुस एभ्रिथिङ एभाइलेबल ल गाइस हामी चाहिँ अलमराईको गाई फार्म आइपुग्यो ठ्याक्कै यहाँदेखि राम्रो देखिँदैन रहेछ है ठ्याक लोकेसन चाहिँ यो अलमराई गाई फार्मको लोकेसन अलिक भित्रै पर्दो रहेछ त होइन रोडभन्दा कराउँछ हिँडेर जानुपर्ने रहेछ यस्तो रहेछ यतापट्टि चाहिँ प्रोडक्सन जुन गाईको दुध कलेक्सन गरेर मार्केट पठाउने चाहिँ यतापट्टि अरे यस्तो छ यस्तो रहेछ के कम्पनी यहीँ हो
अलमाराईको स्टोर जस्तो हो क्या है त्यो आएकोलाई चाहिँ लोड अनलोड गर्छ अँ। त्यसैले मध्यनजर गरेर पेट्रोल पम्प पनि हुनसक्छ अलमाराईको पनि होला नि हौ पेट्रोल पम्प त्यही त यो चाहिँ अलमाराई कम्पनीको यो ठुलो स्टोर जस्तो रहेछ आएको भित्र सानो छैन मिसको अरे यस्तो दामी बनाएर रहेछ यता त गार्डन पनि रहेछ दुईमै खिचेर सब अलमाराईको गाडी रहेछ यहाँ चाहिँ यसको हेड अफिस चाहिँ कता हो त है अलमाराईको अगाडि जिद्दामा नि हेर पिस जिद्दा हो अफिस त जिद्दामा छ रियादमा नि छ ठट्टामा छ त्यो चाहिँ स्पेसल एमओमा छ आइएलमा छ यिनीहरूको सबभन्दा ठुलो भनेको आइएलमा हो हाइलमा आइएलमा यिनीहरू त एकदम ठुलो हो बिग क्यापासिटीको चाहिँ आइएलमा छैन म त यहीँ रियादमै होला भनेको रियादको भन्दा सानो हो कि अहिले त छैन त आइएलमा बन्द गरिसक्यो नि त ठाउँहरू त सबै बन्द गरिसक्यो पोल्ट्री फार्महरू पुरै बन्द अरू चाहिँ अहिले सब रियाद पुरा लाइन सब गाडीहरू यता रहेछ यहाँबाट राम्रोसँग देखिँदैन पुरै यहाँ चाहिँ के हुन्छ अरे दाइ लोड अनलोड लोड अनलोड प्रोडक्सन सब यहाँ एरियामा अलमाराई कम्पनीको गेट यता यो भित्र हुँदो रहेछ पुरै अलमाराई हो क्या यो अगाडि यो तर पेट्रोल पम्प किन नदेखिएको हो यत्रो एरिया होइन हामी टेन्सन यो सिमेन्ट छ 1 किलोमिटर यति पछि चाहिँ पेट्रोल पम्प छ भनेर साइनबोर्ड हुनुपर्ने है अहिले भने के गर्छ ज्ञानेको रुममा उठाएन ज्ञानेले फेरि हामी जानुपर्ने भयो हाम्रो गाडी यहाँ छ ज्ञानेले फोन गरेको ज्ञानेले फोन उठाएन अब हामी जानुपर्ने भयो खाना पकाइराख भनेर फोन गरेको केटोले अहिले फोनै उठाउँदैन यस्तो स्याल छ कि बाहुनको छोरा त हो ज्ञानेको रुममा आएर आउँदैन भागे जस्तो छ केटो मामा आएको केटो कता भाग्यो भाग्यो खाना बनाइराख भनेर फोन आएको केटो भाग्यो यस्तो स्याल मान्छे छ कि गाडी हाम्रो यहाँ छ आएको दाइ शिव दाईको भान्जा भागे जस्तो छ दाइ किन दाइ हो यस्तो छ यो भित्र हामीलाई छिराउने बाहिर बोलाएको साथी भाग्योवाला रुम छोडेर भनेको लिनु आयो है लास्ट यस्तो भिडियो बनाएको चाहिँ नि पऱ्यो हेर्न म हालिदिन्छु फोन गर्दा नउठाउने अनि ज्ञाने निवास आइसक्यो र ज्ञानेन्द्र वीर विक्रम चाहिँ होइन ज्ञानेन्द्र बुढाथोकी निवास यस्तो छ यहाँ त पुरा नेपालको सयपत्री फुल पनि रहेछ आँपको फुल रहेछ सबै रहेछ बबल गर्नु उयो के हो उयो किम्मु हो त किम्मु पनि फलाएको रहेछ केटोले फोन गर्दा उठाउँदैन यार मेसेज गर्दा हिजोदेखि डाटा सकिएको म यहाँ पुरा उयो बनाउँदै थिएँ यार के भन्नु दाल मासु त यहाँ अलिकति मात्रै छैन हिजै पकाएर यस्तो ज्ञानी निवासमा आइसक्यो भेटिसक्यो क्या मलाई एकछिन चार्ज गर्नु थियो जुत्ता खोल्नु मन लाग्दैन फेरि मलाई कहाँ खोल्ने यहीँ खोल्ने यहीँ जाने हो यसमा आइसक्यो पकाउनु लगाएर केही पर्दैन कसले पकाउनु लाग्यो मलाई ड्युटी जाने छ हौ के पकाएछ हेर्छु नि त खाना पकायो
मजा गरेको केटाले यहाँ खाना बनाउँदै त्यही भएर ढिलो भएको। खै के बनाएछ हेरौँ न त के बनाउने हो र यहाँ गरिबको झुपडी खान्छ। गरौँ दाल न हो। दाल भात खानु अब दाल भात खानु त कुन दाल? डढेछ यार तिमीहरूलाई लिनु पनि। हैट, खाँदैन मासु भात हो भने खान्छ मासु जो र तलाई मासु यहाँ। खोइ। त्यहाँ रुम न। हाँसको मासु खान्छ खसीको नि ज्ञानेन्द्र शाहको किचनमा पनि आइपुग्यो आज यो लिएर रुम जाँदा हो। कम त टाढा ठेट म त छिटो आइपुग्छ होला भने गएको रुममा जानु। कहाँबाट आयो यार? बनाउने मात्र हो। रुम जाने लिएर त यस्तो बोकेर रुम जहाँ भन्छ के साथी हो भनेर पाहुना आएको अरे ए छुन्न सक्ने रहेछ